हाई दर्शकबिन नमस्ते। म श्यामेन्द्र तामाङ फेरि पनि उपस्थित भएको छु एउटा नयाँ एक्साइटिङ टपिक लिएर। हो दर्शकबिन, तपाईहरु मध्ये कतिपय पुरानो साथीहरू हुनुहुन्छ होला, उहाँहरूलाई त मेरो परिचय दिनु परेन, तर यदि नयाँ साथीहरू जोडिनु भएको छ भने चाहिँ दर्शकबिन यो च्यानल मार्फत चाहिँ कुकिङ सम्बन्धी 5 स्टार होटेलमा प्रयोग हुने विभिन्न थ्योरेटिकल नलेजहरू, टर्म्सहरू, विभिन्न नलेजहरू चाहिँ सेयर गर्ने गर्दछु है गाइस। सधैँ चाहिँ आज भने एउटा टपिक लिएर उपस्थित भएको छ। हौ दर्शकबिन, आजको टपिक छ स्पेसली डिफ्रोज भनेको के हो अथवा थइङ भनेको के हो, डिफ्रोज कसरी गर्न सकिन्छ अथवा भनौँ थइङ कसरी गर्न सकिन्छ। दर्शकबिन, डिफ्रोज अथवा थइङ भन्नाले कुनै पनि फ्रिजरमा, हाम्रो फ्रिजरमा भएको, फ्रिजभित्र भएको आइटम्स, वस्तु त्यो चाहिँ कस्तो हुन्छ भने एकदम आइसको डल्लो भएर, आइसले कभर भएको, एकदमै फ्रोजन भएको, -18 डिग्री सेल्सियसमा भएको वस्तु त अभियसली यो फ्रोजन हुन्छ नि हैन। त्यो चाहिँ हामीले डिफ्रोज, त्यसलाई चाहिँ पगाल्ने, मेल्ट गर्ने कामलाई डिफ्रोज भनिन्छ अथवा थइङ भनिन्छ। यसको महत्त्व किन त? हामीले सिधै डिफ्रोज नगरिकन खानेकुरा पकाउन पनि त सक्छ नि हैन। किन डिफ्रोज गर्नु पर्यो? सिधै प्यानमा हालेर पकाइन्थ्यो नि त हैन। त नो, यो चाहिँ कस्तो भने सिधै तपाईले डिफ्रोज नभएको मासु अथवा आइसको डल्लो नै भएको मासुलाई कुनै पनि प्यानमा हामीले सियर गर्दा अथवा ओभनमा हाल्दा चाहिँ कस्तो हुन्छ भने त्यसको बाहिरी भाग चाहिँ प्रपरली एकदम ओभर कुक हुन्छ, तर स्टिल पनि त्यसको भित्रको भाग चाहिँ कस्तो हुन्छ, आइसको डल्लो नै हुन्छ क्या, स्टिल र हुन्छ। यो प्रपरली कुक हुँदैन, यसको सेप राम्रो आउँदैन, बाहिरको भाग बर्न भइसकेको हुन्छ, भित्रको भाग चाहिँ के हुन्छ त आइस नै हुन्छ क्या। त्यही भएर हामीले डिफ्रोज गरेर प्रपरली मेल्ट भइसकेपछि, सफ्ट भइसकेपछि कुक गर्ने हो, त्यसलाई हामीले डिफ्रोज गर्नुको फाइदा भनिन्छ। अब भनौँ थइङ अथवा डिफ्रोज कसरी गर्न सकिन्छ, यसको सबैभन्दा सुरक्षित मेथड के छ र यसमा अलिकति अर्जेन्सी छिटो चाहिएको छ भने होटल रेस्टुरेन्टमा कसरी गर्न सकिन्छ र घरमै यदि तपाईहरुले फ्रोजन आइटम्सलाई पकाएर खाँदै हुनुहुन्छ र घरमै हुँदा चाहिँ कसरी हामीले त्यसलाई डिफ्रोज गरेर पकाएर खान सकिन्छ भन्ने कुराको जानकारी दिन्छ है। जस्तै होटल रेस्टुरेन्टमा चाहिँ सबैभन्दा सुरक्षित मेथड चाहिँ के छ भने तपाईले फ्रोजन आइटम्स कुनै पनि फ्रिजबाट निकालिसकेपछि, फ्रिजरबाट निकालिसकेपछि त्यो फ्रोजन आइटम्सलाई चाहिँ एउटा 4 डिग्री सेल्सियस भन्दा कम टेम्परेचर भएको फ्रिजभित्र 4 घण्टादेखि 8 घण्टा अथवा कुनै पनि वस्तुको साइज हेरेर, यदि ठुलो साइजको छ भने 8 घण्टादेखि 24 घण्टासम्म अथवा 12 घण्टासम्म रातभरि फ्रिजभित्र छोडिदियो भने चाहिँ यो चाहिँ मजाले त्यो 5 डिग्री भन्दा मुनिको टेम्परेचर भएको फ्रिजमा मजाले पक्लिन्छ। त्यो आइस पक्लिसकेपछि चाहिँ यसमा चाहिँ ब्याक्टेरियाहरू सजिलैसँग ग्रोथ हुँदैन, या त भनौँ कम ग्रोथ हुन्छ र यो सबसे सुरक्षित मेथड पनि मानिन्छ। यसलाई हामीले ओभरनाइट फ्रिजमा छोडेर अथवा साइज अनुसार 4 घण्टादेखि 8 घण्टा, 8 घण्टादेखि 12 घण्टा, 12 या त 24 घण्टाभित्रमा हामीले डिफ्रोज गर्न सकिन्छ। तपाईँ अलिकति अर्जेन्टमा हुनुहुन्छ, तपाईँसँग 12 घण्टा छोड्ने समय छैन भने के गर्न सकिन्छ भन्दा हामीले कुनै पनि चिसो पानीमा, चिसो पानी चाहिँ तपाईँको कुनै पनि कन्टेनरमा राखेको चिसो पानीमा 2 घण्टा 1 घण्टा डुबाएर राखेर पानीलाई टाइममा चेन्ज गरेर पनि हामीले त्यसलाई डिफ्रोज गर्न सकिन्छ, या त भनौँ गर्न सकिन्छ। अथवा चाहिँ तपाईँको त्यो पानी चाहिँ तपाईँलाई टाइममा चेन्ज गर्ने समय छैन भने त्यसलाई सानो धारालाई खुल्ला नै छोडेर राख्ने, जसलाई भनिन्छ रनिङ वाटर। त्यो रनिङ वाटरमा हामीले चिसो पानीमा त्यसलाई सरर छोडेर 15-20 मिनट, आधी घण्टा, 1 घण्टा छोडिदिएर त्यसलाई डिफ्रोज गर्न पनि सकिन्छ रनिङ वाटरमा। थर्ड वे भनेको हामीले सिधै माइक्रो ओभनमा हालेर, माइक्रो ओभनमा चाहिँ विभिन्न मोडहरू हुन्छ, तपाईँको वार्म गर्ने, कुक गर्ने हैन, अनि तपाईँको अघि भने गर्ने, डिफ्रोज गर्ने मोडहरू हुन्छ। थइङ गर्ने मोडमा हामीले माइक्रो ओभनलाई सेटअप गरेर त्यसमा चाहिँ हामीले डिफ्रोज गर्न सकिन्छ। तर माइक्रो ओभनमा चाहिँ के हुन्छ भन्दा बाहिरको भाग पाकिसकेको हुन्छ अलिअलि, तर भित्रको भाग चाहिँ बल्ल डिफ्रोज भएको हुन्छ। त्यसले गर्दा यसमा पनि टेक्सचर चाहिँ त्यति राम्रो आउँदैन। र यो चाहिँ म चाहिँ के भन्छु भने यदि तपाईँ घरमा कुनै पनि सानो पोर्सनको इमर्जेन्सी टाइम छैन भने चाहिँ रिकमेन्ड गर्छु, अदरवाइज म चाहिँ माइक्रो ओभनमा पनि डिफ्रोज गर्नको लागि रिकमेन्ड गर्दिनँ है। थर्ड, फोर्थ नम्बरमा छ हामीले चाहिँ कुनै पनि काम गर्ने इन्भाइरोमेन्टको किचनमा चाहिँ
तपाईँको रुम टेम्परेचर हुन्छ, रुम टेम्परेचरमा हामीले त्यो काम गर्ने सर्फेसमाथि कन्टेनरमा हालेर राखेर पनि यसलाई डिफ्रोज गर्न सकिन्छ। किनकि फ्रिजबाट बाहिर निक्लिसकेपछि त्यो त आइस त मेल्ट हुन स्टार्ट गर्छ नि त होइन, रुम टेम्परेचरमा राखेपछि। तर यसमा लङ टाइम लाग्छ अनि रुम टेम्परेचरमा भएको हुनाले चाहिँ यसमा जस्तै 5 डिग्री टेम्परेचरभन्दा माथि हुन्छ होइन। अनि त्यो डेन्जर जोनमा भएको हुनाले यसमा चाहिँ एकदमै असुरक्षित र यो सबसे म चाहिँ रिकमेन्ड नै नगर्ने वे मेथडमा भन्दैछु होइन। कतिपय मान्छेले यसरी पनि गरिन्छ, तर दिस इज द मेथड द्याट आई डोन्ट रेकमेन्ड यु गाइज। दिस वाज इट फर टुडे गाइज। तपाईँहरूलाई अब जस्तै कि यदि कोही साथीहरूलाई एकदमै हेल्पफुल हुनसक्छ, प्लिज डु लाइक, सब्सक्राइब अनि सेयर गरिदिनु होला भिडियोलाई, ताकि अरू कुनै पनि एकदमै जान्न चाहने हुने साथीहरूले चाहिँ अरूको लागि चाहिँ यो इम्पोर्टेन्ट महत्त्वपूर्ण पनि हुनसक्छ गाइज। दिस वाज फर टुडे। बाई बाई, सी यु इन द नेक्स्ट भिडियो, टेक केयर।